मेरो साथी चाहिँ निकै भोकाए जस्तो छ आज, त्यही भएर अलिक पछाडि आउँदैछ एउटा बेजिङ बोकिदिएर नि। ल फाइनली हाम्रो साथी चाहिँ भेटिसकेको छ। कस्तो अनुभव भइरहेछ त? कतिको भोक लागेको छ त? हेलो गाइस, के छ? हल्ली चल्ली पक्का पनि तपाईँहरू सन्चै होला होइन? म पनि एकदम ठिकठाक छु। आज चाहिँ हामी यता गोरक्से भन्ने ठाउँ चाहिँ आइपुगिसकेको छौँ। अनि यता चाहिँ पुरै हिउँ परेर यस्तो मौसम भइसकेको छ। हाम्रो ग्रुप चाहिँ पछाडि छ। म चाहिँ आएर यता एल्बम बुक गर्नको लागि अलिकति बेजिङ हल्का लिएर आएको छु। अनि देख्न सक्नुहुन्छ यताको दृश्यहरू चाहिँ यस्तो टाइपको रहेको छ। पुरै हिउँ परिरहेछ, अझै पनि हिउँ परिरहेछ होइन। अब चाहिँ हामी भर्खर आइपुगेको। अब चाहिँ हामीले खाजासाजा चाहिँ खोजेर खानुपर्ने हुन्छ। अनि चाहिँ अब सकेसम्म साथीलाई चाहिँ लिन जानुपर्ने हुन्छ, किनभने उस पनि अब साथीको नि गराउँछ बारी। त्यही भएर अब हामी खाजा खान लाग्नुपर्ने हुन्छ क्या। अब चाहिँ हामी अलिक तलमा आइसकेको छौँ होइन साथी लिन चाहिँ। अनि साथी चाहिँ यति तल आउँदा नि आइपुगेको छैन। अब हामी अलिक उता नै जानुपर्ने हुन्छ। कुकुर पनि पुगिरहेको पर पारितिर आउँदैछ मान्छे। अझै नि हिउँ चाहिँ परिरहेछ होइन। यति लेकमा अब उकालो आउनु चाहिँ एकदम गाह्रो हुन्छ। ल फाइनली हाम्रो साथी चाहिँ भेटिसकेको छ। कस्तो अनुभव भइरहेछ त? साथीको फोक्सो जानु आँटेको। ल अब चाहिँ हामी यताबाट भारी चाहिँ अब बारफार गरेर लानुपर्ने हुन्छ। ल कति 9 बजी उसे बेस्ट खाजा गुत्यो माटोको पिङ थियो। ल कतिको भोक लागेको छ त? खेना म बिसाएर हुनु पर्यो नि खेना। झन्डै रुम नपाएर त कतै के छ ढिलो आएको त रुम नपाउने। भोक भन्ने कुरा त के होला, जन्मेर पहिलो सोच्नुलाई नि अब राखेन यार। खाजा खाने होला मलाई बसिरहेन त एकछिन भए पो हार गयो। कने खाजा खाएर फर्केको भोकाएला भनेर केटा। हाम्रो बेडिङ चाहिँ यही हो। अब चाहिँ यसलाई फुकाउनु पर्ने हुन्छ। हाम्रो भारी सारी चाहिँ अब भइसकेको छ। कस्तो भइरहेको छ? ल अब चाहिँ हामी उकालो लाग्दैछौँ। उकालो छ बाँकीलाई चाहिँ निस्किनु पर्ने। म अलिक अगाडि आइरहेको छु, मेरो साथीहरू चाहिँ अलिक पछाडि छ। उतातिर आउँछ मेरो साथीहरू चाहिँ। हिउँ परेको परै छ। फाइनली म चाहिँ उकालो निस्किसकेको छु। मेरो साथी चाहिँ निकै भोकाए जस्तो छ आज, त्यही भएर अलिक पछाडि आउँदैछ एउटा बेजिङ बोकिदिएर नि। यो चाहिँ खतरा
भइरहेको छ गाडी गाइस हिजोदेखि ब्लग बनाउनु भनेको बिक्री नभएर खत्तमै भइरहेको थियो तर आज चाहिँ मोबाइल चार्ज गर्नु पाएँ त्यही भएर ब्लग बनाउन पाइरहेको छु सो ब्लग कस्तो लाग्छ प्रतिक्रिया दिनु होला एउटा चाहिँ यहाँ आउँदैछ यो चाहिँ तर अर्को कम्पनीबाट आएको त्यो तल आउने मैले एउटा बेटी बोक्दिएको चाहिँ युरोपमा चाहिँ एउटै कम्पनीबाट आएको अनि मैले चाहिँ हल्का बेटिङ पुऱ्याएर फेरि यता लिन आएको छु नै पारी आउँदैछ भारी उसको चाहिँ बिक्री गर्दैछ कि के तल सो अब यता चाहिँ चिप्लिने निकै चान्स हुन्छ होइन ओह्रालोमा चाहिँ चप्पल यस्तो छ यो चाहिँ किन यस्तो पारेको भने यो भित्र हिउँ पस्छ कि त्यही भएर यो मुनि चाहिँ मोजा छ अनि सेप हुन्छ नि त त्यही भएर घोडा पनि आउँदैछ तल यो चाहिँ सगरमाथा बेस क्याम्प जाने बाटो तर आज हामी चाहिँ गोरक्से भन्ने ठाउँमा आउँदैछौँ यतातिर खासै हिउँ पर्दैन थियो आज चाहिँ यो पालि चाहिँ खतरा हिउँ परेछ अब हामी चाहिँ साथीलाई नपर्खी खोइ जानुपर्छ जस्तो लागिरहेछ होइन किनभने अब एउटा बेटिङ छ उसको नि उसले नि अब ल्याउन सक्ला ल गाइस आजको मेरो बेटिङ धेरै छैन त्यही भएर आजको ब्लग चाहिँ यति नै भेटौँला अब नेक्स्ट पार्टमा सो बाई बाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला सब्सक्राइब गर्नु होला लाइक गर्नु होला है त